नमस्कार। हामीले आज तपाईहरुको माझमा एउटा सुन्दर घर लिएर आएका छौं। यो काठमाडौँको गोठाटार तेजविनायक चोकमा पर्दछ। एकदम राम्रो वातावरणमा, सुन्दर क्षेत्रमा, सुन्दर छिमेकीहरुको माझमा भर्खर न्यूली बिल्ट घर भन्न मिल्छ। यो घर तपाईहरुको लागि यो अत्यन्तै सुलभ मूल्यमा आएको छ। तेजविनायक चोकको नजिकै रहेको यो घरको सम्पूर्ण विवरण हामी एकपछि अर्को गरेर राख्दै जानेछौँ। लोकल बस मजाले चल्ने ठाउँमा रहेको मेन सडकबाट 1 किताभित्र मात्र रहेको यो घर तपाईहरुलाई पक्कै पनि राम्रो लाग्नेछ र राम्रो लागेमा माथिको नम्बरमा तपाईहरुले कल गरेर घर भिजिट गर्न सक्नुहुनेछ। यो घर 4 आनामा बनेको छ। 13 फिटको बाटो रहेको छ भने दक्षिण मोडा रहेको छ। बिहानदेखि बेलुकासम्म घाम लाग्छ। 2077 सालमा निर्माण भएको हो। 12 बाई 12 का पिल्लरहरू रहेका छन्। 2.5 तल्ले घर हो। जम्मा 10 वटा कोठा रहेका छन् भने 4 वटा टोयलेट बाथरुमहरू रहेका छन्। अग्राको काठबाट बनेका झ्याल ढोकाहरू तसर्थ एकदम सुन्दर र बलिया छन्। यो घर बनिसकेको अवस्थामा रहेको हुनाले ढल, बिजुली, पानी, बाटोको लागि केही कुरै गर्नु परेन। सम्पूर्ण सुविधाहरू यसमा भइसकेको छ। तेजविनायक चोकैमा पर्नेछ। एक फ्ल्याट भाडामा दिएर 14,000 भाडा पनि आउँछ र आफू पुरा 1.5 फ्ल्याटमा बस्न सकिन्छ। हरेक रुममा एकदम उज्यालो, घाम र हावाको लागि एकदम राम्रो झ्यालहरू मिलाइएको छ। लिभिङ रुम, किचन, बेडरुम, टोयलेट सम्पूर्णलाई वास्तु अनुसार एकदम मिलाइएको छ। भर्याङ पनि वास्तुगत हिसाबले एकदम राम्रो रहेको छ। बाहिरको ओपन टेरेस पनि यहाँनिर देख्न सक्नुहुन्छ। पर्फेक्ट बसाइको लागि यहाँ एसी पनि जडान गरिएको छ। सुन्दर मार्बल युज गरिएको छ भने स्टिल रेलिङहरू प्रयोग गरिएको छ। सेफ्टीको लागि च्यानल गेट रहेको छ। एसी पनि फिट गरिएको छ। यो भर्याङको स्पेसमा एकदम फराकिलो छ, सफा छ। सुन्दर टाइल, मार्बल र रेलिङ युज गरिएको छ। यो भन्दा माथि रहेको किचन रुमको पनि हामी तपाईलाई सम्पूर्ण जानकारी दिनेछौँ। हेर्नुहोस्, एउटा मोडुलर किचन हो। एकदम ठुलो झ्याल रहेको हुनाले सुन्दर उज्यालो पनि देखिन्छ, सफा देखिन्छ, फराकिलो देखिन्छ। हेर्नुहोस् त, हामीले जस्ताको तस्तै तपाईहरुको माझ प्रस्तुत गरिरहेका छौँ। यो घरको मूल्य जम्मा 2,25,00,000 रहेको छ। एकदमै अप्ठ्यारो परेको, आर्थिक अवस्थाले एकदम च्यापेको हुनाले यो घर जम्मा 2,25,00,000 मा बिक्री गर्न लागि। यो रहेको छ ओपन टेरेस हो। यो कौशीको अवस्था रहेको छ। एकदम फराकिलो रहेको छ। कौशीभरि टाइल बिछाइएको छ। सुन्दर कन्स्ट्रक्सन गरिएको छ। 12 बाई 12 को पिल्लर रहेको छ। यो सबैभन्दा माथिको स्पेस हो जहाँ पानीको फिल्टर र सोलर राखिएको छ। हेर्न सक्नुहुन्छ, सबै कुराको चाँजो बाजो एकदम राम्ररी मिलाइएको छ। फराकिलो कौशी सबभन्दा माथिको भाग हो यो। र यो रहेको छ पार्किङ स्पेस। ठुलो एउटा गाडी राखेर पनि 2 वटा बाइक पार्किङ गर्न सकिन्छ। सम्पूर्ण जानकारी तपाईलाई जस्ताको तस्तै राखिसकेका छौँ। 4 आनामा बनेको यो सुन्दर घर एकदमै आर्थिक अवस्थाले गर्दाखेरि 2,25,00,000 मा नै बिक्री गर्ने घरधनीले बताउनु भएको छ। माथि दिएको नम्बरमा सम्पर्क गरी घर भिजिट गर्न सक्नुहुन्छ।